हेलो वेलकम टु माई 85 सब्सक्राइबर। आज चाहिँ म छु यहाँ चाहिँ माल्टाको ब्लू ग्रोटो भन्ने ठाउँमा सनसेट हेर्न आइपुगेको साथीहरूसँग। तर अनफर्चुनेटली आज मौसम अलिकति बादल ला भएर सनसेट खासै राम्रोसँग देख्न पाइएन। सो म यहाँको चाहिँ भ्यू तपाईँलाई देखाउँछु है त। यो चाहिँ यहाँको चाहिँ ब्लू ग्रोटोको चाहिँ क्लिफ है, ठुलो चट्टान जहाँ चाहिँ तल चाहिँ समुद्र, यहाँ माथि चट्टान छ। एकछिन पछि म तपाईँलाई देखाउँछु। साथी राजेश र आशिष चाहिँ अगाडि अगाडि। लेट्स सी। यो चाहिँ एयरपोर्टबाट अलिकति यतापट्टि लगभग 3 किलोमिटर टाढा हो एयरपोर्टदेखि। त्यति धेरै टाढा चाहिँ छैन। ब्लू ग्रोटो भन्छ यसलाई। अनि यसको एकदम दामी ठाउँ भनेको चाहिँ यो यहाँको है। अनि सेलिमा र भेलत्तादेखि अथवा मास्टर्सलोक भन्ने ठाउँदेखि चाहिँ यदि चाहिँ बोटमा आयो भने यो ठाउँमा चाहिँ मजाले घुम्न पाइन्छ। मेरो साथी मिस्टर आशिष यता हुनुहुन्छ। राजेश सरकार हेलो गरिदिनुहोस् त। हेलो। हामी तीनजना घोराइ है। जस ऊ त्यो जुन बिचको छ नि त्यो चाहिँ के भन्छ अरे, यो डिङ्गलीबाट चाहिँ एकदम नजिक देखिन्छ यो त्यो ठाउँ। ल यही हो। त्यही ठुलो पहाड कस्तो अचम्म लाग्दो छ। गाइजहरू कस्तो लाग्यो त ठाउँ? राम्रो, एकदम यो रोमाञ्चित ठाउँमा आएर एकदम माइन्डलाई पिस, फुल्ली पिसफुल होइन? स्पेसली यो के भन्छ अरे ठाउँमा चाहिँ बेलुका सनसेट हुने बेला चाहिँ दामी हुने हो। तर अलिकति बादल पनि भयो, थोरै लेट पनि भयो मामी। नभएदेखि एकदम दामी होराइजनको त्यो रातो देखिने सम्भावना थियो के थियो। अलिकति प्रब्लम। नेक्स्ट टाइम देयर इज अलवेज नेक्स्ट टाइम। यहाँ चाहिँ बिहानको टाइममा पनि एकदम भिड हुन्छ मान्छे बिहानमा। मेरो यो थर्ड टाइम हो यहाँ आएको चाहिँ। तर उयो माथिको त्यो डाँडामा चाहिँ जानु मन लागेको छ। यो माथिको डाँडामा तपाईँको यतापट्टि यो 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 पोइन्टमा चाहिँ जानु मन लाग्छ मलाई। सो हामी चाहिँ निस्केको अवस्था यो ठाउँदेखि अहिले सास पनि पर्यो। टक्क लाएर फोटोसोटो खिच्यौँ। एकछिन चिसो हावामा मजाले बस्यौँ, गफसफ गऱ्यौँ, फोटोसोट गऱ्यौँ होइन। अब हामी चाहिँ फर्किँदैछौँ। साँझ पनि परिसकेको छ। त्यही हो। सो हामी चाहिँ अहिले यहाँ आइपुगेका छौँ ग्रोटोको चाहिँ ब्लू ग्रोटोको चाहिँ रेस्टुरेन्ट एरियामा। समुद्र बिल्कुल यहीँ छ नजिकै। यस्तो छ यहाँको नजारा। एकदम सुनसान छ अहिले, एकदम टुरिस्टहरू कम भए भएर चाहिँ। Cheers, mate. Hey, that's mine, man. No, cheers, mate. Cheers.